त्यहाँनिर पुरा कुदिरहेछ नि आर्मीहरू होइन यहाँ कताबाट उभिरहेछ त्यो पर धुवा उठिरहेको हो सर है हो त्यो धुवा आइरहेछ ए खोला रहेछ खोला पारी हान्ने रहेछ त्यहाँ धुवा आइरहेछ नि त होइन 142 किलोमिटर सगरमाथा यहाँबाट हामी अब सगरमाथा हेर्दैछौँ है होइन कति टाढा होला होइन आज हामी काठमाडौँको नजिकै रहेको पर्यटकीय क्षेत्र नगरकोटको भ्रमण गर्दै तपाईलाई त्यो ठाउँको बारेमा जानकारी दिनेछौँ। हुन त नगरकोट भक्तपुर हुँदै जाने गरिन्छ, तर छोटो बाटोको रूपमा हामी चाहिँ बौद्ध साँखो हुँदै अघि बढ्छौँ। नगरकोट काठमाडौँबाट करिब 30-32 किलोमिटर पूर्वमा स्थित एक प्रसिद्ध पर्यटकीय स्थल हो, जहाँबाट हिमालयका आकर्षक चोटीहरूको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ। समुद्री सतहदेखि करिब 2175 मिटरको उचाइमा रहेको नगरकोट विशेष गरी सूर्योदय र सूर्यास्तका दृश्यहरूको लागि प्रसिद्ध मानिन्छ। सफा मौसममा यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित लाङटाङ, गणेश हिमाल, गोसाइकुण्ड क्षेत्रका हिम श्रृङ्खलाहरू सजिलै देख्न सकिन्छ। शान्त तर स्वच्छ वातावरण, हिमालयको दृश्यका लागि बनेका भ्यू टावरहरू, पदमार्ग तथा साइकल चलाउने मार्गहरू, आरामदायी रिसोर्ट र होटलहरूको उपलब्धताका कारण नगरकोट आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ। आज हामी नगरकोट तपाईँलाई घुमाउँदैछौँ र नगरकोटको त्यो एकदमै सुन्दर अनि हरियाली दृश्यहरू पनि हामी तपाईँलाई देखाउँदैछौँ, किनकि आज मौसम पनि यस्तो मजाले सफा भइरहेको छ कि तपाईँले हिमालयहरू, अघि मैले भनेका ती हिमालहरू चाहिँ प्रष्टसँग तपाईँले पनि देख्न सक्नुहुनेछ। हामी देखाउने प्रयास पनि गर्नेछौँ। हेलो नमस्कार, अहिले चाहिँ हामी छौँ नगरकोटमा। नगरकोटको यो टावरमा हामी आइपुगेका छौँ। एकदमै हाइटमा रहेको छ र हामी चाहिँ आज साँखु हुँदै नगरकोटतिर आइपुगेका छौँ। र नगरकोटको आज हामी तपाईँलाई एकदमै खुल्ला छ, एकदमै खुलेको छ मौसम, एकदमै खुलेको मौसममा हामी तपाईँलाई यो नगरकोट घुमाउँछौँ है त। यो 142 किलोमिटर सगरमाथा भनेर लेखिएको छ। अब यसको कुरो चाहिँ के हो भन्दाखेरि सिधा यो स्टेट सगरमाथा यसरी होइन, स्टेट सगरमाथा त्यति किलोमिटरमा छ। यो स्टेट हुन्छ नि, यहाँबाट कतिवटा पहाड, एउटा, दुईवटा, तिनवटा, चारवटा, 5वटा पहाडको लेयर त यहीँबाट देखिन्छ। दामी हिमाल, यहाँबाट हामी अब सगरमाथा हेर्दैछौँ है, होइन कति टाढा होला है। फायरिङ भइरहेछ, यहाँ चाहिँ आर्मीको फायरिङ भइरहेछ, टुङ 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 फायरिङ भइरहेछ। यहाँ तल चाहिँ आर्मीको फायरिङ एरिया रहेछ र यहाँ चाहिँ ल यसरी फायरिङ भइरहेछ, ड्याङ 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 फायरिङ भइरहेछ। आर्मीको फायरिङको आवाज। खत्रै हो नि आर्मीको फायरिङ त। बा है, जङ्गल पुरै थर्किरहेछ त। फेरि
छोड्नु ऊ पर्यो तल देख्नु ऊ त्यहाँनिर त्यहाँबाट जङ्गलतिर हामी जाँदैछ त्यहाँनिर पुरा कुदिरहेको छ नि आर्मीहरू होइन यहाँ कताबाट उभिरहेछ त्यहाँ त्यो पर धुवा उठिरहेको हो सर है हो त्यो धुवा आइरहेको छ ए खोला रहेछ खोला पारी हान्ने रहेछ त्यहाँ धुवा आइरहेछ नि त होइन